ल तपाईँहरूलाई होइन मेरो भ्लगमा चाहिँ स्वागत छ। जापान कहिले आउनुभयो? हामी भयो 1 महिना भयो। 1 महिना भयो है। ठ्याक्कै भन्नुपर्दा कति महिना कति आउनुभयो? अप्रिलको कतिमा? 7 तारिक है। 7 तारिकमा चाहिँ यहीँ पुग्नु जापान पुग्नु भएको। तपाईँहरूको घर चाहिँ कहाँ हो? कपिलवस्तु होइन? उद्धव। मलाई थाहा त थियो कि होइन, त्यही पनि सोधिहालेँ है। अनि जापान चाहिँ आएर कस्तो भइरहेछ अहिले चाहिँ तपाईँहरूको जीवनमा? एकदम कामहरू पाउनुभयो? काम आएको कति दिनपछि लगभग काम पाउनुभयो? 2 दिन 2 दिनमै पाउनुभयो है? अनि के काम गर्नुहुन्छ नि तपाईँहरूले चाहिँ? सामान प्याकिङ सामान टेक्नहरू गर्नु जे होस् होइन। स्टडी अब्रोड स्टुडेन्टहरूले चाहिँ नर्मली 28 घन्टा काम गर्न पाउँछ होइन भन्ने रुल छ। तपाईँहरू के छ 28 घन्टा गर्न पाइराख्नु छ नर्मली? कानपुर 27-28 घन्टा गरिरहेको छ। ए अनि तपाईँहरू चाहिँ ओकिनावामा बस्नुहुन्छ कि होइन? म पनि ओकिनावामै बस्छु। ओकिनावाको होइन बेसिक होइन सिक्यु भन्छ कि होइन, पर आवर कति हो थाहा छ तपाईँहरूलाई? हजुर त्यसमा अब हेरी हुन्छ के हो। नै नर्मली चाहिँ बेसिक कति हो भन्ने कुरा हुन्छ। बेसिक चाहिँ थाहा छ होइन? 1000 बेस 1000 बेस चाहिँ छ होइन। समय चाहिँ काम चाहिँ कति बेला गर्नुहुन्छ? कति बजेदेखि कति 6 बजेदेखि बिहानको 6 बजेदेखि 12 बजेसम्म चाहिँ स्कुल भएको दिन। अरू शनिबार आइतबार चाहिँ 6 बजेदेखि 3 बजेसम्म 1 घन्टा ब्रेक टाइम। भनेपछि जे होस् मजाले 28 घन्टा चाहिँ जे होस् काम गरिराख्नु भएको छ। अनि एकदम राम्रो रहेछ जे होस् होइन। आउने बित्तिकै तुरन्तै काम पाएर होइन जे होस् काम होइन निरन्तर गरेर पाउनु जे होस् ठुलो कुरा हो होइन। बुझेअनुसार चाहिँ मैले बाहिर होइन आफ्नो चिनाजानेको मान्छे नभएको ठाउँमा चाहिँ जे होस् 1 महिना 1.5 महिना 2 महिना पनि काम नपाएको मान्छेहरू हुन्छ भने जस्तो चाहिँ सुन्नमा आउँछ कहिले काहीँ। बाँकी चाहिँ तपाईँको पढाइ कस्तो भइरहेछ स्कुलको? र नेपाल कति लेसन पढेर आउनुभयो? 25 लेसन पढेर आउनुभयो है। बाँकी चाहिँ कुन कन्सल्टेन्सीदेखि आउनुभएको होइन? कन्सल्टेन्सीको लोकेसन कहाँ छ? काठमाडौँ बाग बजार। हजुर रिउक्यू एजुकेसन सेन्टर। रिउक्यू एजुकेसन सेन्टर है। त्यहाँ पढेर चाहिँ जे तपाईँलाई कस्तो लाग्यो? केही फाइदा होइन बेफाइदा के कस्तो भयो होइन? केही आफ्नो अनुभवहरू सेयरहरू चाहिँ गर्न सक्नुहुन्छ मिल्छ भने मसँग? कस्तो भयो? धेरै कुराको सहज भयो। जस्तै त्यहाँ पढेर हाम्रो आफ्नै नजिकको दाइ हुनुहुन्थ्यो। हजुर त्यहाँ भएर पनि हामीलाई जापानमा धेरै कुराको सहज भयो। कुनै समस्या पर्दा पनि हामीलाई कल गरेर हामीले दाइबाट केही कुराको सहयोग पायौँ। धेरै कुरा तपाईँहरूलाई के कस्तो भयो? जहाँ पढेर चाहिँ सेम जे होस् होइन पढेर आएको कन्सल्टेन्सी को दाइ चाहिँ जे होस् जापानमा हुनुहुन्थ्यो, त्यही भएर चाहिँ विभिन्न कुराहरूको चाहिँ सहजता भयो भनेर चाहिँ बुझ्नु पर्यो। ए अनि कन्सल्टेन्सीको नाम के भन्नुभयो फेरिबाट भन्नुहुन्छ? रिउक्यू एजुकेसन सेन्टर। रिउक्यू एजुकेसन सेन्टर। तपाईँले यदि कसैलाई चाहिँ रिकमेन्ड गर्न पर्यो भने चाहिँ होइन तपाईँ जापान आउनको लागि चाहिँ होइन जापानी भाषा पढ्नको लागि रिकमेन्ड गर्न पर्यो भने चाहिँ कहाँ रिकमेन्ड गर्नुहुन्छ? अब आफ्नै कन्सल्टेन्सी आफू पढेर रिउक्यू एजुकेसन सेन्टर नै रिकमेन्ड गर्नुहुन्छ है। ल ठिकै छ होइन। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद होइन। बाँकी आगामी दिनहरूमा पनि जे यसरी नै मेहनत गर्नु होला है। म नजानेको कुराहरू भयो भने चाहिँ आफ्नो स्कुलको टिचरहरूसँग जे सोध्नु होला होइन, सरसल्लाह दिनु होला। म केही कुरा पऱ्यो भने चाहिँ मलाई पनि सोध्न सक्नुहुन्छ है। समयको लागि धन्यवाद है। ल थ्याङ्क यू।